र आज भने चाहिँ मेरो भिडियो त अहिले किचनबाट स्टार्ट हुँदैछ, किनभने चाहिँ आज म माछा पकाउन गइरहेको छु। यो माछालाई चाहिँ के भन्छ नाम चाहिँ एक्चुअली मलाई थाहा छैन, तर हामी चाहिँ बोसोवाला माछा नै भन्ने गर्छौँ पहिल्यैदेखि होइन। र म चाहिँ खासमा चाहिँ यो माछा चाहिँ फ्राई नगरी पकाउँदा पनि हुन्छ भन्छ होइन, तर मलाई चाहिँ गनाएको जस्तो लाग्छ हल्का हल्का, सो मैले चाहिँ फ्राई गरेँ अलिअलि हो। अनि त्यहाँदेखि चाहिँ ग्रेभी बनाउँछु भनेर सोचेको थिएँ। अनि फ्राई गरिसकेपछि मैले मसलाहरू चाहिँ डल्लै मिक्सीमै बनाएँ, किनभने ग्रेभी राम्रो हुन्छ होइन। अनि त्यहाँदेखि चाहिँ मैले पकाउन लागि मैले प्याज टमाटर र खोर्सानीको मसलालाई पकाएर त्यो तेल छोडेपछि चाहिँ माछाको मसलालाई पनि पिसेको थिएँ होइन। त्यो हालेर मजाले उमालेँ। त्यो मसला पाकेपछि चाहिँ मैले त्यहाँदेखि टक 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 माछा हालिदिएँ होइन। अनि त्यहाँदेखि चाहिँ त्यसलाई पाक्न छोडिदिएँ। अनि पाकेपछि चाहिँ यस्तो भएको थियो मेरो माछा होइन, मिठो भएको थियो। हाम्रो घरमा चाहिँ रङ खोर्सानी खाँदैन होइन, अनि यस्तो पहिलो नै खाएको थिएँ मैले। अनि माछा चाहिँ मैले बेलामा हालेँ हजुरहरूलाई देखाउनुको लागि। इट वाज सो टेस्टी है, मिठो पनि भएको थियो अनि ग्रेभी पनि दामी भएको थियो। या that's all for today. It was so tasty. Bye bye, good night.